हेलो मिनासान ओहायो गोजाइमास उगेंकी देशु का। हामी चाहिँ आज दाई जिउ इचिखाको भोकाबुलरी है मिनिङहरु पढ्दैछौँ। ल सुरु गरौँ है त। कुदुमो गाइमास भनेको बच्चा छ। अर्को छ निहोन नि इमास भनेको जापानमा छु। तपाई कहाँ हुनुहुन्छ भनेर सोध्यो भने निहोन नि इमास, म चाहिँ वातासी वा निहोन नि इमास, म चाहिँ जापानमा छु भन्न खोजे है। खाखारी मास भनेको लाग्छ। लाग्छको पछाडि कस्तो हुन्छ भन्दा समय अथवा पैसा, कति मिनेट लाग्छ, कति पैसा लाग्छ भन्न खोजे कि खाखारी मास भनेको। त्यसैगरी खाइसा हो यासुमी मास भनेको कम्पनीमा बिदा लिन्छु। के गर्छु त कम्पनीमा बिदा लिन्छु मा के भन्यो खाइसा हो यासुमी मास। वातासी वा खाइसा हो इमा, वातासी वा इमा खाइसा हो यासुमी मास भनेको म अहिले कम्पनीमा बिदा लिन्छु भन्न खोजे है। अनि त्यसैगरी वस्तुहरु गणना गर्दा हितोचु भनेको 1, फुताचु भनेको 2, मिच्चु भनेको 3, योच्चु भनेको 4, इचुचु भनेको 5, मुच्चु भनेको 6, नानाचु भनेको 7, याच्चु भनेको 8, कोकोनोचु भनेको 9 र तो भनेको 10 है। यो वस्तुहरु गणना गर्दा यसरी गणना गरिन्छ। र इकुचु भनेको कति, जस्तै सोध्यो इकुचु भनेर सोध्यो भने हामीले कति भन्नु पर्यो, जस्तै कतिवटा वस्तुहरु छन् भनेर सोध्यो भने हामीले के भन्नु पर्यो, कति छन्, अब त्यहाँ 3 छन् कि 4 छन् कि हैन त्यो हेरेर भन्नु पर्यो। अनि तो भनेको 10 है। इकुचु भनेको कति, त्यसपछि हितोरी भनेको 1 जना, फुतारी भनेको 2 जना, त्यसपछि हितोरी फुतारी पछाडि त्यसपछाडि मान्छेहरु गणना गर्दा सान्निन, योनिन, गोनिन, रोकुनिन भनेर गर्नु पर्यो है। हितोरी र फुतारी भनेको 1 जना 2 जना भयो, त्यस पछाडिको चाहिँ नम्बर राख्ने, पछाडि निन थप्ने है त। निन भनेको मान्छे, निन भनेको जना, यति जना भन्न खोजे है। अनि दाइ भनेको मिसिन, कार आदि गन्न प्रयोग गरिने। जस्तै कतिवटा कार छन् भनेर भन्यो भने के भन्नु पर्यो, 2 वटा कार छन् भने नि दाइ भन्नु पर्यो के। नि दाइ भनेको के त 2 वटा कारहरु। अनि त्यसपछि माई भनेको कागज टिकट आदिहरु, जस्तै कागजहरु गर्नु पर्यो, टिकटहरु गर्नु पर्यो अनि के भन्नु पर्यो, माई भन्नु पर्यो। जस्तै नि माई भनेको 2 वटा, किप्पु भनेको टिकट, 2 वटा टिकट भन्न खोजे के। अनि खाई भनेको पटक, कति पटक, इक खाई निक खाई भनिन्छ नि, यति पटक, 1 पटक 2 पटक भन्न खोजे के। अनि त्यसैगरी रिङ्गो भनेको स्याउ, मिखान भनेको सुन्तला, सान्डोइची भनेको स्यान्डविच है। खारे भनेको तरकारी करी, खारे राइसु भनेको करी र भात, राइसु भनेको भात, खारे भनेको तरकारी। आइसुकुरिमु भनेको आइसक्रिम, कित्ते भनेको हुलाक टिकट है। हागाकी भनेको पोस्ट कार्ड, फुतो भनेको खाम, सोकुताचु भनेको द्रुत विशेष रूपमा भनेको। जस्तै द्रुत सेवा, द्रुत गतिको सेवाहरु भन्ने, जस्तै नेपालमा छ नि द्रुत भनेको छिटो के, त्यसलाई चाहिँ के भन्दो रहेछ, सोकुताचु भन्छ। खाकितोमे भनेको दर्ता गरेर चिठीपत्र पठाइने प्रक्रिया भनेको, बीचमा हराए पार, जस्तै नेपालमा भएको हुलाक भए जस्तै त्यहाँ चाहिँ एउटा चाहिँ खाकितोमे भनेको दर्ता गरेर चिठीपत्र पठाउने चाहिँ प्रक्रिया है। कोकुबिन भनेको के रहेछ, हवाई मार्गबाट चिठीपत्र पठाउने, जस्तै बाई एयर भने जस्तै है। यामेरु भनेको एयरमेल, यो र यो भनेको लगभग सेम हो, जस्तै हवाईबाट पठाउने, जस्तै बाई एयर भने जस्तै यो पनि यामेरु भनेको एयरमेल भन्न खोजे है। फुनाबिन भनेको पानी जहाजको प्रयोगबाट पठाइने माल सामान भनेको है। फुने भनेको के हो त, पानी जहाज। रेउसिन भनेको आमा बुबा, आफ्नो प्यारेन्ट्स अभिभावक भन्न खोजेको। केउदाई भनेको दाजुभाइ, आनी भनेको आफ्नो दाजु है, र आने भनेको आफ्नो दिदी। ओतो उतो भनेको आफ्नो भाइ, ओतो उतो सान भनेर, जस्तै ओतो उतो भनेको आफ्नो भाइ भयो, त्यस पछाडि सान थप्दियो भने के भयो त अरुको भाइ भयो है। इमौतो भनेको बहिनी, इमौतो सान भनेको अरुको बहिनी। गाइकोकु भनेको विदेश अब्रोड भनेको, जिखान भनेको समय घण्टा भनेको, स्योखान भनेको हप्ता विक, यति हप्ता उति हप्ता भन्न खोजे भने चाहिँ हप्तालाई चाहिँ के भन्छ त स्योखान भन्छ। खागेचु महिना है,
यति महिना उति महिना भन्नु खोज्यो भने के भन्दो रहेछ खागेछु। नेन भनेको के त वर्ष। अनि गुराई भनेको लगभग भनेको यति जति भनेको अनुमान गरे हो के। गुराई भनेको दोनो गुराई भनेको यति जति लगभग भन्न खोजे। जेन बुधे भनेको कुलमा इन टोटल है। टोटलमा कतिजना हुनुहुन्छ त भनेर सोध्नु पर्यो भने जेन बुधेको प्रयोग गरिन्छ। मिन्ना भनेको सबैजना। मिन्ना सान मिन्ना भनेको कस्तो हो त सबैजना भनेको। दाके भनेको मात्र केवल। दाके भनेको के रहेछ मात्र यति जना मात्र उति जना मात्र भन्न खोजे है। इरास्साई मासे भनेको स्वागत छ कृपया आउनुहोस् भनेको। जस्तै हजुरहरूलाई होटलमा जाँदा कुनै रेस्टुरेन्टमा जाँदाखेरि अथवा कुनै पनि ठाउँमा जाँदाखेरि स्वागत गर्दा के भन्छ त इरास्साई मासे भन्छ। यी तेन्की देश्ने भनेको आजको मौसम राम्रो छ नि है भनेको। जस्तै इमा वा यी तेन्की देश्ने अहिलेको मौसम राम्रो छ नि भन्न खोजायो के। ओदे खाके देशका भनेको कता जान लाग्नु भएको कतै टाढैको साइड गर्न लाग्नु भएको हो भनेर सोधिन्छ नि हामीले। जस्तै मान्छेसँग भेट हुन कहाँसम्म भनेर सोधिन्छ नि हो त्यस्तै हो है। ओदे खाके देशका भनेको कहाँसम्म जान लाग्नु भएको हो भन्न खोज्या। इत्ते इरास्साई भनेको के हो। इत्ते भनेको के हो त इकिमास भनेको जानु। इत्ते इरास्साई भनेको राम्रोसँग गएर आउनुहोस् भनेको के हामीले भनिन्छ नि त्यस्तै हो। अनि इत्ते माइरिमास भनेको के हो त गएर आउँछु भनेको। जस्तै हामीले कसैसँग भेट भयो इत्ते इरास्साई भनेको राम्रोसँग गएर आउनु ल भनेको। उसले के भन्यो इत्ते माइरिमास भनेको हुन्छ राम्रोसँग गएर आउँछु भनेको। सोरेकारा भनेको त्यसपछि कुनै पनि काम गर्छु त्यस पछाडि यो गर्छु भन्न खोज्दाखेरि के भनिन्छ सोरेकारा। वासुतरारिया भनेको अस्ट्रेलिया है त। आजलाई यति नै। थ्याङ्क यू। नेक्स्ट पार्ट हेर्न नभुल्नु होला। लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सनु होला।